गाइज आज चाहिँ म होइन चिसो चिसो मौसममा तातो तातो झोल मोमो खाएको छु ल देख्दैन म चाहिँ यस्तो तातो छ गाइज है खासै म खाएको भिडियो त बनाउँदिनँ आज यसो ट्राई गरौँ कस्तो हुन्छ रहेछ मेरो पनि फर्स्ट भिडियो मेरो चाहिँ हेरेर इन्जोय गर्नु है मस्त तातो छ मोमो चाहिँ मिठो रहेछ है यो चाहिँ हामी राजस्थानको अक्टोबरे झोल मोमो है रेस्टुरेन्टको नाम चाहिँ अक्टोबरे झोल मोमो यो छ तर लास्ट मसँग छोरी पनि खाँदैछु छोरी चाहिँ क्यामेरामा आउँदिन कि मेरो त्यही भएर गाह्रो छ मलाई देखाउनु हुन्थ्यो गाइस बाहिर चाहिँ पानी पर्दैछ बाहिरको भ्युज पनि देखाउँछ पानी पर्दैछ लुगा पनि लगाइस लुगामा पनि लगाइस कसो छ ठिक छ जस मोमो चाहिँ मिठो रहेछ है तातो थियो हजुरहरू पनि काठमाडौँमा हुनुहुन्छ भने आएर ट्राई गर्नुहोस् है गाइसधाराको अक्टोबरे झोल मोमो राम्रो छ तातो भयो भर्खर कति जुस त खाइसक्यो शान्त किमा र के अरे मैदा पनि सुक्यो यस्तो नि भयो तातो तातो कहिले नसेलाउँदैछ यस्तो चिसोमा ल्याउनु के होस् त्यो
चाहिँ आज खास मुभी पनि हेरेर आएको परालको आगो अरे परालको आगो अरे होइन परालको आगो ठिकै छ मुभी चाहिँ खासै वाउ पनि छैन छि पनि छैन घर फ्यामिली बसेर हेर्नको लागि चाहिँ ठिकै हुँदो रहेछ स्टोरी चाहिँ बुढाबुढीको छ बुढाबुढी आएर हेरेको भए राम्रो हुन्थ्यो हाम्रो चाहिँ म चाहिँ खास छोरीसँग आएको उसलाई चाहिँ अलिकति बोर फिल भइरहेछ उसको टाइपको मुभी परेको छ त्यही भएर ठिकै छ यस्तो पैसा वेस्ट भएको जस्तो पनि छैन मलाई चाहिँ ठिकै लाग्यो अब आज नाम पनि खानु पर्दैन अनि guys खास पुरा खान नसक्नु सिङ्गा नै आउँदा नाकबाट my god किन भएन यदि तातो हेर्नुहोस् है अहिलेसम्म मोमो सेतिसक्यो त्यसो लाउँदैन रहेछ मलाई मेरो चाहिँ भिडियो धेरै लामो भयो जस्तो लाग्यो सिक्किमको काम लाग्छ आजलाई यति नै होला मेरो मोमो खाएको भिडियोहरूमा लाइक कमेन्ट सेयर गरिदिनु होला है मेरो युट्युब च्यानल पनि छ म त्यहाँ पनि हाल्छु एमआरजी इटिङ च्यानल छ है मेरो चाहिँ लाइक सेयर सब्सक्राइब पनि गर्नु होला फर्स्ट सबैजनाले फर्स्टचोटि हो भने चाहिँ ओके आजलाई बाई बाई खाएँ ल त भन्नै बिर्सेछ लास्ट टाइम